के तपाईलाई थाहा छ भगवान गणेशलाई हात्तीको शिर कसरी प्राप्त भयो? धेरै समय पहिले कैलाश पर्वतमा माता पार्वतीले आफ्नो दिव्य शक्तिबाट एक बालकको सृष्टि गर्नुभयो। उहाँले उनलाई जीवन दिनुभयो र नाम राख्नुभयो गणेश। स्नान गर्न जानुअघि माता पार्वतीले भन्नुभयो, "बाबु, म फर्किएसम्म कसैलाई पनि भित्र पस्न नदिनु।" गणेश आफ्नो माताको आज्ञा पालन गर्दै द्वारमा उभिए। केही समयपछि भगवान शिव फर्किनुभयो, तर गणेशले रोक लगाए माताको आज्ञा पालन गर्दै। शिवले आफ्ना पवित्रता र अधिकार देखाउने प्रयास गर्नुभयो, तर गणेश अडिग रहे। क्रोधको क्षणमा भगवान शिवले गणेशको शिर काटिदिनुभयो। माता पार्वतीले यो दृश्य देख्नासाथ उहाँको दुःखले सम्पूर्ण ब्रह्माण्ड काप्यो। देवता र ऋषिहरू पनि डरले स्तब्ध भए। आफ्नो गल्ती महसुस गर्दै भगवान शिवले आदेश दिनुभयो, "उत्तर दिशाबाट पहिलो जीवको शिर ल्याऊ।" देवगणले हात्तीको शिर ल्याए। भगवान शिवले त्यो शिर गणेशको धडमा जोडिदिनुभयो। अद्भुत शक्ति प्रयोग गरी गणेश पुनः जीवित भए। त्यसै दिनदेखि गणेश बने विघ्नहर्ता र सर्वप्रथम पूज्य देवता। यो कथा सिकाउँछ, मातापिताको आज्ञा पालन गर्नु धर्म हो। धैर्य, श्रद्धा र भक्ति जीवनलाई उज्यालो बनाउँछ। गल्ती स्वीकार गरेर सुधार गर्न सकिन्छ। ओम श्री गणेश। हर हर महादेव।